साथीहरु नमस्कार। म आज उपस्थित भएको छु सुस्ताको एक छिबनी भन्ने गाउँमा, जहाँ सन्त रामपालजी महाराजको आज सत्संगको एक दिवसीय कार्यक्रम चलिरहेको छ र यस कार्यक्रममा के कस्तो व्यवस्थाहरू छ र के कस्तो कार्यक्रमहरू छ त्यो सम्पूर्ण चीजको हामी जानकारी दिन चाहन्छौं। तपाईहरुलाई सर्वप्रथम म स्वागत गर्छु मेरो फेसबुक पेज सद्भक्ति सन्देशमा र भिडियो अन्तसम्म हेर्नु होला र लाइक र सब्स्क्राइब पनि गर्नु होला। आउनुस् तपाईहरुलाई म सबभन्दा पहिला हेर्नुस्, यहाँ जति पनि सन्त रामपालजी महाराजका शिष्यहरू आउनु भएको छ उहाँहरुको यातायातको व्यवस्था, उहाँहरु लिएर आउनु भएको साधनहरुको व्यवस्था राम्रोसित यस ग्राउन्डमा गरिएको छ। हेर्न सक्नुहुन्छ, ठुलो बसमा पनि आउनु भएको छ भगतहरु र बाइकहरुमा पनि आउनु भएको छ। यसैगरी यहाँ पुरा राम्रोसित व्यवस्थाको साथ उहाँहरुलाई राख्ने पार्किङको व्यवस्था गरिएको छ र आउनुस् तपाईहरुलाई म देखाउन चाहन्छु यहाँ सन्त रामपालजी महाराजको सत्संग कार्यक्रममा के हुँदो रहेछ, के कस्तो चीजहरु हुँदो रहेछ भनेर पुरा जानकारी दिनेछु। हेर्दै गर्नु होला सद्भक्ति सन्देश मेरो फेसबुक च्यानल। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ, यहाँ केही सेवादारहरु बस्नु भएको छ, जहाँ यहाँ आउने भगत अथवा जो कोही पनि श्रद्धालुहरु आउनुहुन्छ उहाँहरुलाई स्वागत गर्ने, नाम लेख्नेदेखि लिएर सबै सेवाहरु गरिराख्नु भएको छ। भने तपाईहरुले देख्न सक्नुहुन्छ गेटमा, मूल गेटमै यहाँ लेखिएको छ, तीनों देव कमल दल बसे ब्रह्मा विष्णु महेश, प्रथम इनकी वन्दना फिर सुन सद्गुरु उपदेश। उहाँ सन्त रामपालजी महाराज हुनुहुन्छ र उहाँले बताएको यो बाणीमा चाहिँ तीनों देव कमलदल बसे भन्नाले ब्रह्मा विष्णु महेश हाम्रो शरीरको कमलदलमा बस्नुहुन्छ भनेर जानकारी दिनुभएको छ। प्रथम इनकी वन्दना फिर सुन सद्गुरु उपदेश, पहिला उहाँहरुको वन्दना गर्ने अनि त्यसपछि सद्गुरुको उपदेश सुन्ने भन्ने यस बाणीले जनाउँछ। साथसाथै तपाईहरुले देख्न सक्नुहुन्छ यो इन्ट्रान्समा यहाँ जति पनि श्रद्धालुहरु आउनु भएको छ उहाँहरुको चप्पल जुत्ताको व्यवस्था पनि राम्रोसित मिलाएर राखेका छन् भने केही सासाना बच्चाहरु पनि उपस्थित भएर सत्संग हेरेर सत्संगको लाभ लिँदै हुनुहुन्छ। यस्तै गरी हामी तपाईहरुलाई भित्र गएर पनि देखाउन चाहन्छौं। भित्र सत्संग चलिरहेको छ, अलि हल्लाको छ, तर पनि हामी डिस्टर्ब नगरेर यहाँ स्थलगत रिपोर्ट गर्ने छौं। हेर्न सक्नुहुन्छ यहाँ केही भगत आत्माहरु बस्नु भएको छ जो यहाँ श्रद्धालुहरु आउनुहुन्छ उहाँहरुलाई पानी पिलाउनको लागि भगत आत्माहरु बस्नु भएको छ। देख्न सक्नुहुन्छ यहाँ पानीको व्यवस्था छ भने अब अगाडि तपाईहरुलाई हामी देखाउन चाहन्छौं। हेर्नु होला यहाँ धेरै भगतहरुको 100-150 भन्दा बढी नै भगतहरुको उपस्थिति चलिरहेको छ। यस सत्संग कार्यक्रममा यहाँ सत्संगहरु पनि चलेको छ। हामी धेरै डिस्टर्ब चाहिँ उहाँहरुलाई गर्ने छैनौं र एकछिनपछि उहाँहरुको यस सत्संग कार्यक्रम भ्याइएपछि यहाँका भगतहरुलाई स्थलगत रिपोर्ट गरेर तपाईहरुलाई अरु जानकारीहरु पनि हामी दिने कोसिस गर्नेछौं। यताको यो साइडमा एकतिरको साइडमा लेडिजहरुको पण्डाल चलिरहेको छ, जहाँ लेडिजहरु बस्नु भएको छ भने अर्को साइडमा आउनुहुन्छ जेन्ट्सहरु बसेर मजाले सत्संग सुन्नु भएको छ। एकदम लाइनमा मिलाएर अनुशासन देखाएर सत्संगको मजा लिनु भएको छ। तपाईहरुलाई यस भिडियो मार्फत अरु पनि धेरै जानकारीहरु हामीले दिनेछौं। हेर्दै जानु होला युट्युब च्यानल अथवा फेसबुक च्यानल सद्भक्ति सन्देश।